आज चाहिँ मैले के पकाउन लाग्यो ल हेरौँ त सबैजना कुखुराको पाङ्रा हो यो है पाङ्रा भन्छ कि पाङ्रो भन्छ यसलाई मजाले बोइल गरेको थिएँ मैले अनि त्यसपछि बोइल गरेपछि मजाले टुक्रा काटेर चाहिँ यसलाई फ्राई गर्छु है त अनि यसमा चाहिँ मैले मेथी हाल्यो प्याज हाल्यो खुर्सानी पिसार नुन स्वाद अनुसार है अनि मजाले फ्राई गर्यो मजाले फ्राई गर्यो पकाउँदै गयो बिस्तारै लो फ्लेममा अनि मजाले पाकिसकेपछि चाहिँ रातो भएर राम्रोसँग पाकिसकेको अनि यसमा चाहिँ अलिकति टमाटर हाल्यो अनि टमाटर हालेर मजाले चलाएपछि टमाटर पनि पाक्यो अलमोस्ट अनि त्यसपछि मलाई चाहिँ पिरो धेरै खानुपर्छ अनि मैले चाहिँ यसमा चाहिँ डल्ले खुर्सानी काटेर हाल्यो साह्रै मिठो अहिलेको सिजनको डल्ले खुर्सानी चाहिँ मिठो बास्ना आउँछ र साह्रै पिरो पनि हुन्छ मलाई